हेलो गाइस, गुड मर्निङ, गोर्खे सलाम। र आज फेरि तपाईहरुलाई लिएर जाँदैछौँ हामी डाउविल र डियर पार्क अनि त्यसदेखि माथिको चित्रे भन्छ त्यो जग्गालाई, चित्रेहरू लिएर जाँदैछौँ र हामीसँग बनिराख्नु होला। एभ्रीबडी भेट्ने छु। साथीभाइहरू, हामी चाहिँ अहिले वर्धमान रोड भन्छ यसलाई, वर्धमान रोड आइपुगेको छौँ र यो चाहिँ अब डाउविल जाने गाडीहरू लाग्छ यहाँनिर है, सेयरिङ गाडीहरू। यो अगाडि चाहिँ टिओपी भन्छ है, खरसाङ टिओपी हेरिहाल्नुहोस् तपाईँहरूले। यो चाहिँ वर्धमान र त हामी डाउविल जाँदाखेरि चाहिँ यहाँबाट चाहिँ लेफ्ट साइड, लेफ्ट इन्डिकेटर दिएर यहाँ लेफ्ट साइड हामी जानुपर्छ। डाउविल, भिक्टोरिया, त्यसै गरेर तपाईँको डियर पार्क, चिम्नी, त्यही गरेर चाहिँ हामी यो लेफ्ट साइड जुन चाहिँ बाटो देख्नुहुँदैछ यो बाटो चाहिँ हामी हेरिहाल्नु होला, तपाईँहरूले याद गर्नु होला। यो बाटो चाहिँ हामी अब गए डाउविल रोड, यसलाई चाहिँ डाउविल रोड भनिन्छ है। र हामी चाहिँ अब डाउविल रोडमा चाहिँ हिँड्दैछौँ। एकदमै सानो बाटो हेरिहाल्नुहोस्, क्रस हुनु नै साह्रो पर्छ हामीलाई त यो बाटोमा है। अन्त अझै बाहिरको ड्राइभरहरू आयो भने त एकदमै साह्रै पर्ने अवस्थामा हुन्छ हो। यो चाहिँ गाडी देख्नुहुँदैछ जुन चाहिँ तपाईँहरूले बिल्डिङ, यो चाहिँ म्युनिसिपालिटी हो, खरसाङ म्युनिसिपालिटी। म पढेको प्राइमेरी पढेको स्कुल आएँ यहाँ खरसाङ म्युनिसिपल स्कुल। र यो देख्नु भएको चाहिँ राजराजेश्वरी हल भन्छ यसलाई चाहिँ साथीभाइहरू। अहिले चाहिँ हामी भनेदेखिको यो उकालो चाहिँ तपाईँको जान्छ तपाईँको नयाँ बस्ती र हनुमान टेम्पल भनौँ, मन्दिर भनौँ। यो चाहिँ अगाडिको देख्नुहुँदैछ तपाईँहरूले ग्लेन हिल पब्लिक स्कुल। र साथीभाइहरू यहाँबाट चाहिँ राइट टर्न लिएपछि चाहिँ तपाईँहरूको डाउविल स्कुलतर्फ हामी जाँदैछु। र तपाईँहरूले एउटा क्या लेके आए थे क्या लेके जाएंगे भनेको जस्तै हिन्दीमा होइन, के लिएर आएको छु र के लिएर जान्छु। सम्पत्ति त्यति नै जोड्नुहोस् जतिले तपाईँलाई पुग्छ र आफ्नो भाग्य त आफै नै लिएर आएको हुन्छ अभियसली होइन साथीभाइहरू। आफ्नो भाग्य भने आफै लिएर आएको हुन्छ र कसैको भाग्य हामीले बनाइदिने पर्छ भन्ने छैन। र तपाईँहरूलाई कस्तो लाग्यो यो कुरो, मन पर्यो भने लाइक कमेन्ट गर्नु होला। है साथीभाइहरू, हामी चाहिँ अहिले डाउविल स्कुल आइसकेको छौँ है। यो हेर्दै गर्नुभएको चाहिँ तपाईँहरूले डाउविल स्कुल हो है। एकदमै दामी स्कुल छ है, खरसाङको रेपुटेड स्कुल हो। र हेर्नुहोस् यो चाहिँ डाउविल स्कुल भनिन्छ। र साथीभाइहरू हामी चाहिँ अहिले पाइन ट्री फरेस्ट आएको छौँ। पहिला त अब बाल्यकालमा त अब यहीँ बित्थ्यो हाम्रो दिनहरू है। अहिले चाहिँ अब यहाँ टिकटहरू काटेर जानुपर्छ होइन। यो उकालो चाहिँ पाइन ट्री, अब मजाको फरेस्टले सक्नुहुन्छ पाइन ट्री है। एकदमै तपाईँहरूको यहाँबाट खरसाङबाट तपाईँहरूको 4 किलोमिटर दूरीमा छ र केही स्टिप उकालो छ र तपाईँहरूले सेयरिङ पनि पाउनुहुन्छ र तपाईँहरूको आफ्नो गाडी छ भने आरामले लिएर आउनु सक्नुहुन्छ। र यस जग्गामा आएर तपाईँहरूले मजाले आफ्नो टाइम स्पेन्ड गर्न सक्नुहुन्छ र एकदमै रमाइलो, आनन्द र शान्तिको वातावरण खोज्नुहुन्छ भने चाहिँ यहाँ तपाईँहरूले मजाले आफ्नो टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। र यहाँ आएर तपाईँहरूले मोमो, चाउमिन, थुक्पा, चियापत्तीहरू अनि कोल्ड ड्रिङ्क्सहरूको मजा लिनुहुन्छ भने एकदमै यहाँ धेरै 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 दोकानहरू रहेको छ र तपाईँहरूले आफ्नो मजाले आफ्नो आनन्द उठाउनु। ल गाइस, यो इन्फर्मेसन चाहिँ तपाईँहरूले एकदमै पढ्नु होला। यहाँ आउँदाखेरि चाहिँ तपाईँहरूको नो प्लास्टिक, नो एल्कोहल है। र 500 रुपिस फाइन हुनेछ तपाईँहरूले यदि एल्कोहल, प्लास्टिकहरू चाहिँ तपाईँले यो वातावरणमा छर्नुभयो भने चाहिँ। ल साथीभाइहरू, यो इन्फर्मेसन नि मोस्ट इम्पोर्टेन्ट हो। पाइनटीको तपाईँहरूले मजा लिनुहोस्, शान्तिको वातावरण र अति नै मजा लाग्ने दृश्यहरू है। बडै दामी, बडै शान्ति।
एउटा मनको ढुकढुकी पनि सुन्ने जग्गा र तपाईँहरूले आरामले आएर आफ्नो मनको टेन्सन र केही त्यस्तो उयोहरू छ भने पनि आरामले आएर आफ्नो टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। एकदमै दामी जग्गा छ, वन्डरफुल। यसको मतलब बुझ्नुहुन्छ भने चाहिँ तपाईँहरूले हेरिहाल्नु होला। यो चाहिँ यहाँनिर छ है। हेर्न न कसले फ्याँकेको, चाहिँ हामीले फ्याँकेको होइन गाइस। हुन्छ देखिरहेको छ। अब चाहिँ उयो जान आँटेको, के लेखेको रहेछ हेरौँ। यहाँ चाहिँ गाइस डर लाग्दो रहेछ। यहाँ चाहिँ के लेखेको रहेछ भन्दाखेरि चाहिँ हट्छ। ओ यस, डेढ होला हौ है। थिभ हो, थिभ हो, भी हो कि वाइ हो एकदम। वाइ ई देयर विल बी ब्लड होला। आर नै होला हौ सायद त्यो। ओ यस, देयर विल बी ब्लड दिन्छ लाइक भित्र होइन त्यो देख्नु। पर्छ माथि मार्क्स रहेछ कि हेर्नुहोस्। अरू माथि चाहिँ जङ्गल छ होइन, यहाँ चाहिँ अब माथि चाहिँ नजाउँ होला। नो गाइस, हामी चाहिँ अब डबिन सकेर होइन, अब पाइन ट्री सकिवरिकन चाहिँ अब हामी चाहिँ चित्रे गाउँपट्टि आइसक्यौँ। अब चित्रे गाउँमा आएर चाहिँ क्याम्पेनिङको लागि हामीले जग्गा हेर्नु थियो र यो चाहिँ हामी तपाईँहरूलाई चित्रे गाउँ लिएर आएको छु। र चित्रेमा नि अबरै दामी जग्गाहरू रहेछ है, ब्युटिफुल प्लेस होइन, कस्तो मन पऱ्यो। तर त्यता बस्नु त खोज्दैथ्यौँ, तर त्यहाँ हाम्रो अब क्याम्पिङको लागि हाम्रो अब तपाईँको टेन्टहरूदेखि लिएर डाइनिङ टेबलदेखि लिएर एभ्रिथिङ अब हामीलाई राख्ने जग्गा चाहिन्छ। त्यही भएर चाहिँ हामी चित्रे गाउँ आएर चाहिँ अब एक चक्कर घुम्यौँ है। कस्तो मजाको सयपत्री पनि यस्तो दामी फुलेको जग्गाहरू है, अब भ्यू पनि दामी थियो। तर हामीले के गर्नु, अब यहाँनिर क्याम्प गर्नु सकेनौँ र हामी फेरि चित्रे गाउँ घुमेर चाहिँ फेरि हामी अगाडि नै गएर हामीले चाहिँ अब क्याम्पिङ गर्दैछौँ। साथीभाइहरू हेरिराख्नु होला हामीसँग। अब चाहिँ स्टार्ट भयो है, यहाँ ग्यास स्यास निकाल्नु हुँदैछ है। अब चाहिँ हाम्रो खाना रेडी हो। हामी चाहिँ आज यहाँनिर कहाँ पो अरे चित्रे भन्ने जग्गा आएर क्याम्पेन गर्दैछु। साथीभाइ हो, हेरिहाल्नुहोस्, जङ्गल छ हो। हामी चाहिँ जङ्गलमा आइरहेको छु आज, मजा आइरहेको छ। अन्त यहाँ चाहिँ हाम्रो गाडी, यहाँ चाहिँ मेरो हस्बेन्डले चाहिँ अब पकाउने स्टार्ट, भाँडाकुँडा यताउता गर्नुहुँदैछ। यहाँ छोरीहरू निस्किँदैछ आरामले, गरम भएको। तपाईँ ल साथीभाइ हो, अब स्टार्ट भयो है मेरो पनि अब पकाउने हो। अब बिस्तारै बिस्तारै पकाउनु पर्छ, खानु पर्यो। अङ्कललाई पनि देखाऊ जेसिका। पानी चाहिँ यहाँ ल्याएको छु हामीले यसरी। पानी चारवटा चाहिँ खाना पकाउनु पर्छ।
फर्स्ट स्टार्टमा चाहिँ म यहाँनिर चिया बनाउँछु। चिया खानु मन लाग्यो मलाई हो, जाडो रहेछ त यहाँ चित्रेमा चाहिँ। अन्तखेरि चाहिँ हेरिहाल्नुहोस् अब एकछिन ल पानी मेरो क्यामेरा निकाल्देऊ न हौ। श्रेणी कहीँ आइज त, एकजनाले एकजना यता गर त। काइटो भयो नि त। यो पानीको एकछिन उसाला त। यहाँ राखिदिनु, यहाँ पानी, यहाँ मलाई सजिलो हुन्छ। त्यहाँ आइरहनु पर्दैन, यता ग्यास छ नि त। यहाँनिर राखिदिनु न, मलाई यहाँ सजिलो हुन्छ नि। यता देखाऊ जेसिका। पानी ल्याउँछ यहाँ। रेडी छ, बेड पनि रेडी छ हाम्रो। मेरो वाइफले चाहिँ बनाउँदैछ। यो चाहिँ साथीहरू मटनको लागि, चिकनको लागि है। अहिले चाहिँ मिक्सी किनेको छुइनँ कि, अब 1-2 दिनमा चाहिँ मिक्सी किन्नु छ हो। त्यहाँबाट चाहिँ सुई पार्नुपर्छ। उम्ल्यो लाग्यो नि साथीभाइ हो। साथीभाइहरू हेरिहाल्नुहोस्।
Hey guys, हाम्रो फेरि आजको डे पिकनिक चाहिँ तपाईको चित्रे भन्ने जग्गामा हुँदैछ। हाम्रो यहाँ मोटामोटी सरसामानहरू रेडी भयो, भर्खर चिया रेडी भयो। साथीभाइ हो, मटन चाहिँ रेडी भएको छ, हेरिहाल्नुहोस्। मटन सेकुवा। ओके, साथीहरू खाना पनि पाक्यो। हाम्रो चाहिँ हो 2जना नानीहरूले खाँदैछ। है साथीभाइहरू, हाम्रो चाहिँ अब डेको खाना पनि पाक्यो है। मजाले खानासाना अब मजाले खायौँ है, 4जना बसेर हो। अब चित्रेमा मजाको क्याम्पिङ गऱ्यौँ। अब त्यहाँबाट हामीले त मजाले अब मिठो बनाएछ है। अब पिकनिक भनेको पिकनिकै हुन्छ नि त होइन। अब बाहिर जङ्गलमा गएर खाँदा कस्तो मजा आयो होइन। खसीको मासु अलिकति थियो, अलिकति पोलेर खायौँ सेकुवा बनाएर, र अलिकति चाहिँ अब यसको लागि राखेको थियौँ। मजाले खानासाना खाएर चाहिँ फेरि अब हामी चाहिँ प्याकिङ गरिवरिकन फेरि हामी चाहिँ यता डियर पार्क हो, बन्द हुनु आँटिसक्यो भनेर चाहिँ हल्का डियर पार्कमा इन्जोय मस्ती गऱ्यौँ होइन। हामी सम्पूर्ण अब नानीहरूसँग मजा आयो होइन। मलाई त त्यो उयसमा राखेर हो, ठेलदिएर नानीहरूले हो उयो गरेर, नानीहरू फेरि यिनीहरू पनि पिङमा चढेर यिनीहरूको पनि स्लो मोसनहरू भिडियोहरू बनाइदिए साथीहरू होइन। औबाट यस्तो मजा आएको, यस्तो मजा आयो। फेरि मेरो बुढी पनि हो, मेरो नि गरिदिनु न अरे। मैले यसो हेरेको त गर्नु त गर्दै भरे त भिडियो त स्लो मोसनमा रहेछ है। साथीभाइ तपाईँहरूलाई कस्तो के लाग्छ होइन, प्रतिक्रिया दिनु होला। यत्रो दुःख गरेर, दुःख के अब हाँस्दै खेल्दै गाउँदै होइन, मस्ती गर्दै हामी अब यत्रो भिडियोहरू बनाएको छौँ साथीभाइहरू होइन। ल साथीहरू, फाइनल्ली अब है हाम्रो आजको डे क्याम्पिङ पनि सकियो र हामी घरतर्फ आयौँ र हाम्रो खरसाङ स्टेसन आइपुग्यौँ। र तपाईँहरूलाई कस्तो के लाग्यो होइन, प्रतिक्रिया दिनु होला। लाइक, फलो, सब्सक्राइबहरू गरिदिनु होला, लाइक गरिदिनु होला। भाइ बहिनीले होइन, नानीहरू मिलेर अब जानी नजानी पनि यति हामीले गरेको छौँ। र यस्तै भिडियो फेरि पनि लिएर आउनेछौँ साथीभाइहरू। बाई बाई, गुड नाइट एभ्रिबडी। फेरि भेट हुनेछ तपाईँहरूसँग भन्दै आजको भिडियो यहीँ समाप्त गर्दछु साथीभाइहरू। बाई बाई। फेरि पनि यस्तै भिडियो लिएर आउने तपाईँहरूलाई बाचा गर्दैछु साथीभाइ। बाई बाई, गुड नाइट अल अफ यु। राम्रो बस्नु होला, हाँसेर बस्नु होला, खुसी बस्नु होला। 2 दिनको जिन्दगी होइन, मरेर लानु के छ होइन, यति नै हो। त्यो भनेको जस्तो क्या लेके आए थियो क्या लेके जाएंगे भनेको जस्तै हो होइन। अब जिन्दगीमा के छ र होइन, हाँसी बसौँ, खुसी बसौँ। बाई बाई।